म बस्दिन है यो घरमा। पैसा तिरेर बसेको त सिधै बसेको हो र? अन भयो चाहिँ के फेरि? जीमा पनि ल्याङ जेमा पनि किचकिच, अलिकति कोही पाहुना आयो भने पनि ल्याङ बत्ती बालो ल्याङ बिजुली पानी गएर भने जेमा पनि ल्याङ। म सक्दिनँ बस्नलाई। मलाई अर्को घर खोजेर मलाई सरक साथ दिइहाल्नु। यहाँ पैसा नभएर थोरै गरिबी लागेर हो, नत्र म यहाँ जग्गा किनेर घर ठडाएर देखाइदिन्थे मान्छेलाई। अनि तैँले भनेबित्तिकै यो कोठा सार्ने, जग्गा किन्ने, घर ठडाउने यो काम कसले गर्छ? कसले गर्दैन। नेपाल निवास एपले गर्छ। त्यहाँ हेर्नु त, यहाँ एप खोलेर हेर्नु त, नेपाल निवास एप। अनि कस्तो एप हो नेपाल निवास एप? नेपाल निवास एप भनेको घर जग्गा किनबेच तथा घर सटर जग्गा आदि भाडामा राख्न मिल्ने एप हो क्या। अनि यो चाहिँ लोकेसन कहाँ छ भन्ने कुरा चाहिँ ठ्याक्कै म्यापमै देखाइरहेको हुन्छ। अनि कति रकम हो, अनि के सुविधा छ भन्ने कुरा सबै डिटेलमा त्यही हालेको हुन्छ। राम्रो। अनि यदि तपाईलाई पनि घर जग्गा किनबेच गर्न मन छ अथवा आफ्नो घर जग्गा भाडामा लाउन मन छ भने नेपाल निवास एपमा राख्दा हुन्छ। तपाईलाई घर भाडामा चाहिएको छ, घर जग्गा किन्न मन छ भने यसैमा खोज्दा पनि मिल्छ। अब त सजिलो हुनु हो। अनि कति सजिलो।